गुड मर्निङ शिवा शिवरो आदङ्बे फ्यापुला जुजुलक्पा जयमासी जोडले हामीहरू चाहिँ अब आज चाहिँ पसिना आइरहेछ त्यही भएर खोला जाने हो। आज शनिबारको दिन अनि नानीहरू पनि छुट्टी छ अनि केटाहरू सबै आर्मी कटाइ मैले काटिदिएको कपाल चाहिँ फेरि आर्मी कट केटाहरू अनि खोला जाँदैछौँ हामीहरू चाहिँ पौडी खेल्नुको लागि। सो तपाईँहरूलाई म पौडी खेलाएको पनि देखाउँछु, बाटो पनि देखाउँछु। त्यो अस्ति पनि देखाएको थिएँ तपाईँहरूलाई, त्यो हामीले पहिले खेल्ने नै दुवा हो, त्यहाँनिर जाने नानीहरूसँग यसो रमाइलो मात्रै हो, अब त्यो गहिरो त छैन अनि त्यस्तै हो। सो बाउ छोरा अनि मेरो सालो भाइ जाँदैछौँ खोला। अस्तिकै दुवा हो है ठ्याक्कै, तर गहिरो छ अहिले त निकै गहिरो, कत्रो गहिरो छ छाती आउँछ त्यस्तै हो। अरू टोलीहरू ढिलो गरेर म त हिँडेको अनि पछि लागेर गर्मी भएर यहाँ पसिना भइसक्यो। कता अब खोला खेल्नु जाने दोकान सोकान थुनेर हिँडेको, कुखुरा सुक्रा बिहान गरेर हिँडेको अनि कता त्यो पाराले त भएन। अनि बिस्तारो है नानी हो ल अमला खोज्दै चाहिँ हाम्रो खानु जाँदैछौँ। अमलाको बुटी थोरै छोराले बटुलिसकेन रहेछ, खोइ देखा त नानी अमला त्यो चाहिँ होइन है फेरि अमला चाहिँ यस्तो हो भइरहेछ। अमला खोज्दै चाहिँ आमा हेर्नु न, अमला खोज्दाखेरि लडेरै दामी भइरहेछ। ट्याक्नेटो भन्छ छोरा चाहिँ यहाँ अमला खोज्दै सानो डह्रो भइरहेको छ नि। लु जाउँ खोला जाने केटाहरूको चाहिँ यहाँनिर हेरौँ न। भारी बोकाइ त यस्तो नि लौरे बोकाइ हुने लौरे। सब केटाहरू फेरि आर्मी जस्तै छ, आर्मीको छोरा हो। फाइनली हाम्रो चाहिँ खोला आइपुग्यौँ। अब पौडी खेल्ने हो, जाम जामी जे आइज पौडी खेल्नु आइज पौडी खेल्नु आइज पौडी खेल्नु आइज। सो गाइस यहाँनिर चाहिँ हाम्रो साथीहरू चाहिँ कृष्णा र बहिनी चाहिँ लुगा धुँदैछ अनि हाम्रो चाहिँ मासु पोली खाने आज कट्लुमा छ हाम्रो भाइ रोजल चाहिँ आजको हाम्रो मेन को उयो हो चिफ। उहाँले चाहिँ अब मासु पोल्नुको लागि रेडी हुनुहुन्छ। हाम्रो भाइले दाउरा काट्दैछ, छुरी लाग्दैछ ल। अब गाइस यहाँनिर चाहिँ हाम्रो चाहिँ यहाँनिर मासु पाक्दैछ। मासु कहाँ पो छ हौ साँच्ची त हौ। गुड हामीसँग खानाको लागि भनेको केही पनि छैन। हामी अब यहाँ खोजखाज गरेर यहाँ पकाउनको लागि केही छैन, भाँडाकुँडा केही पनि छैन। अब चाहिँ हामी त्यसरी ढुङ्गाबाट आगो बालेर चाहिँ पकाएर चाहिँ अब खान लाग्छ। जीव जन्तुहरू खोजेर चाहिँ किरा फटेङ्ग्राहरू खाँदैछौँ। हाम्रो साथीभाइहरू निकै पौडी खेल्नु हुँदैछ, निकै ठुलो दुवा छ गहिरो। अब जाँदैछ हाम्रो एकजना कृष्ण भट्टराई, राम्रो प्रहार। उहाँको खेलाइ दामी छ, दामी डुब्नुहुन्छ होला है फेरि हो। अब नाक डुब्ले हान्नुहुन्छ कृष्ण भट्टराईले नाक डुब्ले हान्नुहुन्छ। अब हाम्रो बहिनीले नाक डुब्ले हानिसक्नुभयो। अब कृष्ण भट्टराईको पालो। रेडी 3 2 1 गो। खोइ त पौडी खेल्ने मान्छेहरू खोइ त नि। अब नाक डुब्ले हान्नुहुँदैछ यहाँ ठुलो दुवामा। ओ गुड, दामी हो। माथि तैरिनु भइसक्यो। सर्भाइभल गर्ने मान्छेहरू चाहिँ यस्तो ढुङ्गामा अहिले अब कालिज जोडेर कालिज मार्न सफल भयो। कालिजको चाहिँ हल्का यहाँ कालिज मारेर चाहिँ सेप बनाइयो। अब यसलाई चाहिँ हल्का
यताउता गरेर मोलमाल पालेर अब यहाँ ढुङ्गामा पकाएर खान लाग्दैछु। अब यस्तो जिन्दगी हाम्रो चाहिँ हाम्रो यस्तो जिन्दगी के गर्नु सर्भाइभ गर्नै पर्यो। हाम्रो सिक्का बनाउने सर अनि मिस यतै मासु हाम्रो सिक्का पाक्दैछ। अनि फेरि ढुङ्गामा है फेरि हाम्रो फेरि हामी निकै मजाले खाँदैछौँ। यता हाम्रो भाइ हाम्रो बहिनी चाहिँ आज व्रत छ र ऊ चाहिँ फलफुल खाँदैछ। हाम्रो क्रिस्टल भाइ उपर खेल्दैछ। आता त सो टोली हाम्रो चाहिँ टोली चाहिँ सबजना अब पौडी खेलिसकेर खाजा खाने क्रममा हाम्रो क्रिस्टल हाम्रो प्रजल यो चाहिँ हाम्रो सेको होला। त्यसमा अर्कै गीत हालिदिनु कस्तो दामी भएछ हौ, दामी भएछ नि, कस्तो मिठो भएछ हौ। हेरौँ न खोर्सानी पनि यहाँ छ, खोर्सानीसँग छ नि यो खोर्सानीसँग चाहिँ यसरी चाहिँ हाम्रो चिया खोइ त नि छोरा चाहिँ यहाँ मामाले उसको मामाले सिकाउँदैछ पौडी खेल्नुको लागि खेल्दैछ। नाति नाति मामाले पौडी खेल्नु सिकाउँदैछ, सिकाउनु हुँदैछ। ल त्यहाँबाट ल ल पियर्छ पर्नु जान्दैन है यो त। नाम केटाले खेलेको अरे उसको मामाले सिकाउँदैछ। साथीहरू यस्तो छ भारीहरू लुगा धोएर हामी चाहिँ पौडी खेलेर अब हिँड्नु आँटेको। यो हाम्रो आजको यो भइगयो चुलाहरू। अब यता उकालो खोला माथि गएर त्यहाँबाट उकालो लाग्ने हो। कस्तो भयो आज? मजा आयो? अब जाने हो लाग्ने हो। हामी चाहिँ लाग्यौँ अब चाहिँ 2 पनि बजिसक्यो अनि अब त जानुपर्छ रातभर। अब हामीले यहाँनिर ठुलो द पनि देख्न आँटेको छ। माकुरी जुवा अरे के अरे म थाहा पनि छैन। माथिको चाहिँ लुगा फेराइ भयो, तलको चाहिँ अब घरमै गएर मात्रै फेराइ। लाग्यौँ हाम्रो चाहिँ अब यता सो गाइस हाम्रो चाहिँ अब फर्क्यौँ खोलादेखि। खोइ कता खोइ माकुरे दुवा के दुवा हेर्नु चाहिँ हेरिदियो। अर्कै बाटो आइयो त, अघिको भन्दा अर्कै बाटो आइयो अनि चाहिँ भिरालो र अलिक अप्ठ्यारो पनि रहेछ। जाँदैछ साथीहरू, छिटो निक्लिन्छ अरे। खै यहाँनिर हैरान खेलाइसक्यो। जेमी र लुइरी जाँदैछ।
हाम्रो गाइडहरू यतै टोलीहरू सबजना टोलीहरू 1 जना 2 जना 3 जना 4 जना 5 जना मसँग 6 जना 7 जना 8 जना हाम्रो टोलीहरू हाम्रो चाहिँ अब पौडी खेल्ने लुगा पनि धुइयो तर गर्मीले गर्दाखेरि लुगाहरू पनि त्यो सुकाउँदाखेरि चाहिँ अलिक लास्टै छिटो सुकिहाल्दो रहेछ कि यो भेस्ट पनि अब धुइयो फेरि सुकेर लगाइयो पनि यहाँ माथि यो घरमा आइपुग्दासम्म त जति घाम यस्तो छ कि अनि हामी चाहिँ अब लाग्यौँ है त यहाँनिर कटरको बोट केटाहरू हाम्रो गाइड यहाँ पौडी खेल्ने मास्टर उहाँ मास्टरले पनि आउनु हुँदैछ पौडी खेलेर गर्मीले छोरा आउनु हुँदैछ उहाँ आर्मीको छोरा आउनु हुँदैछ अर्को छोरी लौरेको बुढी आउनु हुँदैछ हो यस्तै हो सो आज चाहिँ म मेरो भ्लग चाहिँ म यहीँ इन्ड गर्छु है त।